बोल्ने दिने कुरामा पनि संसदबाट सचेत गराइनुपर्छ, कारबाहीको विषय गराइनुपर्छ, यो माग गर्न चाहन्छु। उहाँको अभिव्यक्ति विगतमा पनि राम्रो छैन। समानुपातिक सांसदहरूलाई गाली गलौज गर्ने गरिरहनु भएको छ। कारबाहीको विषय बनाइयोस् अविलम्ब। सामान्य सभा महोदय, उहाँलाई यसभन्दा अगाडि बढ्न दिनु हुँदैन। उहाँको अभिव्यक्ति बेठिक छ। राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ। सामान्य सभा महोदय, कारबाहीको विषय बनाइयोस्, रुलिङ होस्, उहाँको विषय हटाइयोस्, कारबाहीको विषय बनाइयोस्। धन्यवाद। माननीय सदस्यहरू आसन गरौँ। वक्ता माननीय सदस्यले आशय जे भए पनि 5 वटा जिल्ला बाहेक अरू जिल्लालाई नाम लिएरै अरू मुलुकहरूलाई दिए हुन्छ भनेर बोल्नु भएको छ। त्यसैले माननीय सदस्यहरू, त्यसैले उहाँले अरू मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनेर बोलेको कुरालाई संसदमा यो असंसदीय भाषा प्रयोग भयो, राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ। यहाँलाई दिएको समय 7 मिनेट छ। पार्टीको दलीय हिसाबले यदि निर्देशन दिनु छ त्यो निर्देशन हामी मान्न तयार छैन। किनभने सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई। एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन। हो त एउटा कुरा के भने बजेट पनि नजान्ने, बोल्न पनि नपाउने।